हिजो चाहिँ पैसा लाने पनि पैसा दिने पनि मेरो घरमा आएको थियो। जसले लगेको थियो उसले 1,20,000 रुपियाँ लगेको थियो कि हिजो चाहिँ मेरो घरमा आएर चाहिँ फर्काइदियो। अन्त उहाँहरूले भन्नुभयो जो भिडियो नबनाइदिनुहोस् भन्नुभयो। अन्त जसले पैसा दिएको थियो नि उसको त बुढीलाई पनि थाहा रहेन रहेछ। त्यही कारणले मैले भिडियो नबनाइदिएको। जय गोर्खा, मेरो गोर्खे सन्तान दाजुभाइ दिदी बहिनी सबैजनालाई जय गोर्खा। यो भिडियो चाहिँ त्यो व्यक्तिहरूको लागि हो। अरे कहना क्या चाहते हो? जसले चाहिँ अर्काको पैसा खाएर नि चुपचाप बसिरहेको छ नि उहाँहरूको लागि है। मलाई नि दिनमा नि 50-100 जनाले फोन गर्छ। जो फल्ना व्यक्तिले यति पैसा लगेको यति वर्ष भइसक्यो फर्काउने नाम छैन। जो ढिस्का मान्छेले यति पैसा लग्यो यति वर्ष भइसक्यो फर्काउने नाम छैन भन्छ। थुप्रै जनाले कल गर्छ मलाई। अन्त तपाईहरुले पनि पैसा लगेर फर्काएको छैन भने नि इमानदार साथले फर्काइदिनुहोस्। कति बेला कसकोमा मेरो कल आउँछ त्यति बेला नरिसाउनुहोस् नि। ये बड़ी अच्छी बात कही आप। म एकजनाको कुरा मात्रै सुन्दिनँ, म दुई पक्षको कुरा सुनेर त्यहाँदेखि म सोशल मिडियामा बोल्ने गर्छु। अन्त जो पनि म भएकोमा आउँछ पीडितहरू उहाँहरूलाई चाहिँ म डल्लै प्रुफ लिएर आउनु भन्छु। अन्त पैसा भन्दा ठुलो चाहिँ इज्जत प्यारो हो। ये बड़ी अच्छी बात कही आप। सोशल मिडियामा एकपल्ट फोटो हालेर भिडियो बनायो भने नि सारा संसारले देख्छ। अगर तपाईहरुले कसैको पैसा लगेर फर्काएको छैन भने इमानदार साथले फर्काइदिनुहोस्। ये बड़ी अच्छी बात कही आप।